गाइज है यताको पानी त लास्टै चिसो छ लास्टै एकछिन गयो भने अनि यसरी चिप्लिन्छ नि त अनि गाइज यसरी चिप्लिन्छ तपाईँलाई अब सस्तो 1000 रुपियाँमा तपाईँलाई डेटिङ सेटिङ आउनु छ भने गर्लफ्रेन्डलाई खुसी बनाउनु छ भने तपाईँलाई पनि अब खुसी हुनु छ भने एडभेन्चर गर्नु छ भने चाहिँ गाई यो विष्णुमा यो रिभर चाहिँ अनि यो हाम्रो हाइकिङ गर्ने ठाउँ चाहिँ एकदम सस्तो पनि नजिक पनि काठमाडौँबाट एकदम बेस्ट हैन एकदम बेस्ट छ बेस्ट छ के समय सो गाइजहरु अब हामी चाहिँ बुढा नीलकण्ठबाट चाहिँ के अरे हामी सारे बागदोर हैन त के अरे बागदोर हाइकिङ के अरे शिवपुरी हाइकिङ भनौँ न त्यहाँनिर जानु लागिरहेको छौँ अनि सो अब हामी चाहिँ भन्दाखेरि अब हामी चाहिँ फर्स्ट अफ अल चाहिँ अब फर्स्ट पार्टमा चाहिँ हामी चाहिँ त्यहाँनिर माथि के अरे जामसेन विजय स्तूपा घुम्यौँ भने अब हाम्रो सेकेन्ड पार्टमा चाहिँ हामी जाँदैछौँ यो चाहिँ हाम्रो चाहिँ बुढा नीलकण्ठ ठ्याक्क चोकदेखि चाहिँ लेफ्ट लाग्नुपर्छ माथि जाँदाखेरि चाहिँ हाइकिङ गर्ने ठाउँ छ सो हामी माथि अब गएपछि चाहिँ अब हेरौँ होइन के हुन्छ होइन अब हामी जाँदैछौँ होइन अब त्यो चाहिँ अनि गाइड भन त्यस्तो त केही छैन खासमा पानी सानी चाहिँ लिएर जानु होला है अलिकति धेरै हिँड्नुपर्छ थाकिन्छ पानी सानी चाहिँ बोकेर हिँड्नु सो हाइकिङको सामानहरू चाहिँ बोकेर हिँड्नु होला होइन अलिकति गाह्रै हुन्छ त्यो कस्तो भएर हाइकिङ जानको लागि अलिकति छैन कि त्यस्तो छैन कि अब भन्ने लाग्छ सो गाइजहरु हामी यहाँनिर अब के भन्छ बागदोर जाने बाटो आइसकेका छौँ होइन अनि हामीले चाहिँ त्यो डाँडागाउँ भन्ने ठाउँमा चाहिँ बाइक साइक राख्यौँ अनि त्यसपछि हामी यहाँ हिँड्दैछौँ हाइकिङमा टक्क लाएर यहाँनिर अगाडि अगाडि हुन्छ हाम्रो गाइड हुनुहुन्छ यहाँनिर हिँड्दैछ लौरो पक्रेर होइन सो हामी यहाँनिर अब मजाले हिँड्दैछौँ सो यहाँबाट यो डाँडागाउँबाट चाहिँ हाम्रो बागदोर त्यहाँनिर जानु लागि चाहिँ लगभग आधा घन्टादेखि 45 मिनट लाग्छ होइन सो अब हामी यहाँनिर हिँड्दैछौँ अलिक चिप्लो चिप्लो रहेछ यहाँनिर पुरै यो त सल्लाहको उदय होइन यो ओ माई गड जस खुट्टासम्म चाहिँ जोगाइदिन्छ होला सायद त्यही हो होइन हामी हिँड्दैन यार भक्काभक अनुहारहरू न बुढो र भाइलाई छोडेर भाग्ने हेर्नु होला कस्तो खालको मान्छे होला यार सो यहाँनिर भ्युज हेरेर हामीले भ्यू हामीले देख्न सक्छौँ होइन पुरै खतरनाक छ यहाँनिर एकदम सफा रे अब शिवपुरी आएर चाहिँ बुहारीहरू भेटिन्छ अरे हाम्रो भाइको लागि बुहारी खोजिदिँदैछ हामीले यहाँनिर शिवपुरी आएर कोही छ भने सम्पर्क गर्नु होला है एकदम ह्यान्डसम होइन मोटो डल्लो हेर्दाखेरि गोलमोल चौचौको त्यो सुमो जस्तो कोही छ भने सम्पर्क गर्नु होला हाम्रो यो ब्लगबाट सबैले कमेन्ट गर्नु होला म छु सिङ्गल भनेर चाहिँ भन्नु होला है साह्रै गर्मी रहेछ यार पुरै यार ज्याकेट स्याकेट लाएर नआउनु होला कमसेमा हात कट्टु लाएर आउनु होला
सो गरी महिनामा चाहिँ हाफ कटु लाएर आउनु होला गरम महिनामा चाहिँ फेरि सो हिँड्दा चाहिँ एकदमै गर्मी भएर चाहिँ अब मैले ज्याकेट सेकेट पनि खोलिसकेँ ताल पऱ्यो टी सर्ट खोलेर फालिदिनु जस्तो भइरहेछ अनि कस्तो छ त अनि आजको घुमाइ एकदमै हाइकिङ पारामा चाहिँ हामी हिँडिराखेका छौँ होइन ए अगाडि मान्छेलाई घुम्दाखेरि रमाइलो लाग्दैन हो र रमाइलो लाग्दैन कि? को मान्छेलाई घुम्दाखेरि रमाइलो लाग्दैन रमाइलो लाग्छ अघि बिन्दा एक राउन्ड घुमेको थियो थचक्क बसेको मजा हान्दिने ओ माई गॉड क्या शीतल भइराखेको यार अहिले चाहिँ यहाँनिर खतरनाक शीतल रहेछ होइन सो केटाकेटीहरू यस्तै हो अरू भनेको होइन वाउ कति राम्रो छ कति राम्रो ठाउँ रहेको छ तपाईँहरू पनि आउनु होला यहाँनिर अनि अब तपाईँहरूलाई बाटो थाहा भएन भने गाइडको लागि मलाई लिएर आउनु होला म पनि आउँछु म पनि आइदिन्छु डिक्कीमा हालेर राख्नु है डिक्कीमा डिक्कीमा रे हावा कुरो बाइकमा नै आउनु सक्छ नि होइन डिक्कीभित्र बाइकको डिक्की स्कुटरको डिक्कीभित्र वाउ भेरी डेन्जरस भन्छ नि एउटा निम्ति होइन होइन अब कोही कोहीहरू अब सिङ्गल हुनु छ तपाईँहरूलाई बाटो थाहा छैन भने मलाई सम्पर्क गर्नु होला म तपाईँको स्कुटर पछाडि बसेर आइदिनु सक्छु हो कि क्या हो नभए मेरो भाइ छ यहाँनिर एकदमै ज्याङ्गो गाइड पनि हो इन्टरनेसनल गाइड रहेको छ होइन एकदमै होइन एकदमै ए हो र मलाई पनि बोक्ने इच्छा थियो तर मान्दैन होला पछाडि इच्छा चाहना भएर मात्र भएर होइन मान्दैन होला ल खर्च होला त्यसो भन्दा पछाडि मुटी त सक्दैन अरूलाई चाहिँ सक्छु होला साह्रो दियो भने थियो एक्लोलाई साह्रो दियो भने थियो भने होइन हामी त सुन न हान्ने बेलामा त हामीले चिन्दैनौँ को मान्छे हो पछि पछि भन्नु पर्ला गोदे खाने बेलामा देखिस् थाहा पाइस् होला नि अघि के भन्दै थियो नि अब लाइभ एक्जाम्पल मैले यता देखिसकेँ गोदे खाने गल्ती गरेपछि त के गर्नु त गोदे खाने बेलामा पनि छोडेर भाग्ने बाघ भालु हान्नु छोडेर भाग्छ अरे हेर भनेपछि अब जङ्गल जानु सेफ रहेन रहेछ है अब चटपटे खानेर मात्रै चटपटे खाने बेला मात्र हेर चटपटे पनि हाम्रो 50 रुपियाँ बाख्रा ए के अरे खसी बाख्रा बोका सबैले खाइदियो त्यही हो टाइम छैन अब आइपुग्नु आँट्यो अलिकति उकालो चढ्नुपर्छ अब अनि आइपुग्छ यहाँनिर होइन यो चाहिँ ल सो यो उकालो चढेर हामी फेरि माथि गएपछि चाहिँ हामी त्यो ठाउँमा पुग्छौँ कृपया हिँड्नु नसक्ने मान्छे छ भने लिएर नआउनु होला यसरी दुःख पाउँछ फेरि लास्टमा हिँड्न नसक्ने भने होइन कि मेरो जुत्ताले दिएन कोर्स लगाएर आउँदै सो गाइजहरू हिँड्नु सकेन भने चाहिँ यसरी बिजो हुन्छ होइन पीडित हुन्छ फेरि कक्सुस लगाएर चाहिँ नआउनु हिँड्नु पर्दो रहेछ धेरै पहिला सुरु भनेको पत्याएन है होइन मलाई धेरै हिँड्नु पर्दैन अलिअलि हिँड्नुपर्छ भनेको सो यहाँबाट गुल्ट्यो भने एकचोटि तलतिर पुगिन्छ गाइजहरू होइन त्यही भएर यस्तै हो के भयो अरे हिँड्न गाह्रो भयो अरे बिकज अफ माई कक्सुस यस्तो कक सक सुज लगाएर नआउनु होला नत्र यस्तो धोका हुन्छ सो तपाईँहरू पनि हाइकिङ लभर हुनुहुन्छ हाइकिङको मजा लिन चाहनुहुन्छ भने चाहिँ यहाँनिर आउँदा एकदमै रमाइलो हुन्छ जो हिँड्नै नसक्ने मान्छेहरू छ भने पनि आउनुहोस् केही छैन हिँड्न सकिन्छ होइन सो एकदमै रमाइलो हुन्छ स्पेसली चाहिँ हाइकिङ लभरहरूलाई एकदमै ठिक हुन्छ यो ठाउँ चाहिँ होइन सो हाम्रो यहाँनिर भाइ अगाडि पुरै बसिरहेछ ढुकेर के ढुकेको हो थाहा छैन सो हेलमेटले गर्दा उसलाई धेरै भारी भएछ त्यसरी हिँड्नु सकेन त्यही भएर यहाँ बसिरहेको थियो यहाँबाट कति मिनट लाग्छ र चाहिँ अब जम्मा 10 मिनटमा हामी पुग्छौँ रे हिँड्यो भने हिँडेन भने चाहिँ हिँडेन भने चाहिँ पुग्दैन हो क्या चार हात खुट्टा टेकेर भयो भने पुग्छ जस्तो छ आज त केही छैन अरू भनेको चाहिँ
खै भयो जस्तो लाग्यो मलाई नि यही बस्नु नि अब आइसक्यो क्या ल ल 2 मिनट मात्र 2 मिनट ल सो हिँड्दा कस्तो भइराखेको छ आज गलिसक्यो मेरो ज्यानै होइन धेरै भयो होला नहिँडेको है आमा आज हिँड्दा त के खत्रेक खत्रेक भइसक्यो हामीहरू अब 5 मिनट 2 मिनट भन्ने ढुङ्गा आसमा हिँड्दा छौँ एकजना 2 मिनट भन्छ एकजना 10 मिनट भन्छ एकजना 5 मिनट भन्छ फेरि सुरु भयो 2 मिनट अब सो टाइमर अन गरेर हिँडिरहेको छ कि 2 मिनट 2 मिनट भनेर सो फाइनली जङ्गलमा हराएपछि चाहिँ आइपुगे जस्तो लाग्यो सो गाइस फेरि आज हामी स्क्याम खाइसकेका छौँ घरमा भन्दा हेर्नु चाहिँ होइन त्यही भित्र छ जाने ठाउँ ए भित्र भित्र छ एडभेन्चर सकाइ यहाँ भित्र छ क्या मजाको ठाउँ भाकुरी आउ ल गाइस हाम्रो एडभेन्चर हुँदैछ है त भित्र छ क्या ठाउँ मिनी झर्ना हो क्या सो कस्तो फिल भइरहेछ त जाला बिस्तारै बिस्तारै अब हामी घुम्न जाँदैछौँ छौँ सो डेन्जरस प्लेस इन देयर यहाँनिर पुरै गुफै गुफा जस्तो ठाउँमा छौँ हामी अहिले तिम्रो ट्राउजर लाएर आउनुपर्छ भन्ने कारण त्यही हो अघि यति मात्रै हिँड्नुपर्छ भनेर हो कि बाइ द वे सो यहाँनिर चाहिँ सानो एउटा मन्दिर रहेको छ कुन मन्दिर हो वी डोन्ट नो सो यहाँनिर चाहिँ मेरो वाइफले चाहिँ ट्याक्क ढुङ्गा सुङ्गा मिलाएर यसरी सबले बनाइरहेको रहेछ सबैले बनाएको रहेछ सो केही छैन त्यही पनि सो यहाँनिर चाहिँ दर्शन गर्ने ठाउँ रहेछ सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ पुरै ल विस मागेको पुरा हुन्छ ल है त्यसमै विस माग्ने हो नि त त्यसमै विस माग्ने हो नि त नि ल सो अब हामी चाहिँ यहाँनिर भट्टाभट खोलाको त्यो बाटो गइरहेको छौँ होइन सो यहाँनिर एकदम चिल होइन गर्मी महिनाको लागि चाहिँ मजा रहेको छ चिसो चिसो होइन सो खाना पनि त्यस्तै पानी पनि चिसो रहेको छ होइन भइरहेको छ आज चाहिँ होइन टक्क लगाएर ढुङ्गाको बाटो हिँडिरहेको छ के छ तिमीलाई लाउँदैछ है
कुन चाहिँ यो बिचमा ल कताबाट टेक्छौ मेरो 4 खुट्टा ए सो फाइनली लट्ठी भेटाइसकेको छ अब चाहिँ सबजना लौरो टेकेर एकदम चिसो छ आमा क्या चिसो पानी यार एकदमै चिसो पानी रहेछ नि त यार यो त डेन्जर मान्छेहरू माथिबाट तल झर्दैछ हामी तलबाट माथि जाँदैछौँ होइन अछि नगर न त्यस्तो के आछु नगर भनेको छ जुत्तै फुस्के यार के भयो यार जाँड खा जस्तो हल्लिन्छ त यार पुरै फाइनली हामी ए ल खोइ झर्नै देखेन क्या हो सो यहाँनिर हामीले मिनी झर्ना भेटिसकेको छौँ होइन फाइनली चाहिँ पुरा चिसो चिसो पानी रहेको छ होइन अब विश्राम गरौँ सो अब हामी चाहिँ यहाँनिर एकछिन विश्राम गर्छौँ होइन एकदमै रमाइलो भयो रमाइलो भइरहेको छ सो गाइजहरू म पनि होइन पुरा अब झर्नाको मजा लिनलाई मजा सजा खोलिसकेँ ढ्याक लाएर ए नमाइकबाट फेरि फाल्यो अहिले काम लाग्छ अरे सो यहाँनिर पुरै हो रेडी सो झोलासोला निकाल्नु जस्तो लागिरहेछ मलाई चाहिँ अहिलेकोलाई सो हेलमेट अलिकति हेलमेट पनि लत्रे त यार जाँदैछु गाइज मिनी झर्ना सो गाइज मिनी झर्नामा कसरी जाने अब ल गाइज अब हामी यता झर्ना डुब्छ डुब्छ यता गाइज है यताको पानी चाहिँ लास्टै चिसो छ लास्टै एकछिन गयो भने अनि यसरी चिप्लिन्छ नि त अनि गाइज यसरी चिप्लिन्छ अडेस लगाएर आउनु न भाउजू अडेस लगाएर आउनु गाह्रो छ गाइज गाह्रो छ पानी चाहिँ एकदमै चिसो छ एकदमै त्यो झर्ना भित्र हामीले चाहिँ यताबाट देख्न सक्छौँ है यो झर्ना हामीले के गर्नु तर अब मिनी झर्ना हाम्रो लागि बसेर के खाइदिउँ अहिले त हाम्रो खाजासाजा पनि ल्याएको छौँ हामीले पानी सानी ल्याएको छौँ अब हाम्रो एउटा राम्रो स्पट भेटिसकेका छौँ हामीले यता यो ढुङ्गामा हो यो ढुङ्गामा अनि मस्त खाने हो क्या मस्त खानु पऱ्यो नि गाइज अब दिन पऱ्यो नि हल्का हामी खाली खुट्टा यात्रा गर्दैछौँ सो फाइनली अब हामी चाहिँ यहाँनिर बसेर पुरा हाम्रो चिप्स हान्दैछौँ होइन टक्क लाएर ढुङ्गामाथि बसेर हाम्रो भाइ पनि यहाँनिर छ पुरै पछाडिबाट अखबारै हानिरहेको छ सो अखबारै हान्दैछ कस्तो भइरहेको छ त अनि सोचेको त छैन है ट्राई नगर्नुहोस् भन्छु म चाहिँ पुरै एकदम अब यहाँनिर हामी पुरै गरिराखेको छौँ खाइरहेको छ अब हाम्रो चिसोहरू चाहिँ यहाँनिर पानी र चिसो चाहिँ हालिराखेको छ हामीले पुरै यहाँनिर चिसो बनाउनको लागि सो एकदमै चिसो पानी रहेको छ होइन होइन त्योपछि हुन्छ नि यता त्यताको हावाले हानेको चिसो हुने क्या भने सो यहाँनिर अब फाइनली चाहिँ हामीले अब खाजा पनि खायौँ होइन हाम्रो चिप्सहरू पनि सक्यो तर कुनै कुनै चिप्सहरू यस्तो नमिठो थियो कि होइन सो अब यहाँबाट चाहिँ हामी लच्किँदैछौँ घरतिर होइन सो तलतिर अब लच्किँदैछौँ टक्क लाएर हाम्रो गाइड मिस्टर सुशान्त त्यसपछि हाम्रो यहाँनिर हुनुहुन्छ लक्ष्मीजी रे हजुर लास्टमा
सो हामी रिटर्न जाँदैछौँ अब यहाँबाट भकाभक लाएर यहाँबाट चिप्यो भने त पानीमा पानी बेसी खोलामा हो क्या हो ओ माई लर्ड वाट इज दिस आउनु सक्छ यहाँबाट टाइट गरेर ठक्क लाएर है कभर कहाँ गयो ल अब हामी लाग्दैछौँ होइन पुरै अब हामी डाइरेक्ट तल पुगेपछि अब भेट्छौँ एकदम गाह्रो छ यो बाटो म आउनु पो कसरी भएर आउँछ है के भयो ल के भनेको भयो सजिलो बाटो त कहाँ पर्छ त नेपालीले सजिलो सबसे खास कि यहाँ पुग्यो म ए यहाँ अगाडि के हो बाटो हो कि के हो यो हामी चाहिँ यहाँनिर अब फर्केर चाहिँ घुमेर पनि फर्किँदैछौँ होइन सो अब हेरौँ के हुन्छ हामी सो रमाइलो भयो पानी एकदमै चिसो हाइकिङको एकदम रमाइलो सो त्यही हो सो तपाईँहरू चाहिँ एकदम चिपेस्ट प्राइसमा चाहिँ होइन घुम्न चाहनुहुन्छ भने चाहिँ तपाईँ यहाँनिर आउनु सक्नुहुन्छ काठमाडौँदेखि एकदमै नजिकै ठाउँ रहेको छ सो गाइजहरू के तपाईँ अब होइन त्यही त हो नि अरू भनेको त त्यस्तै हो सो आज एकदमै रमाइलो भयो आजको दिन आश्रिनु होला भनेर भन्ने कस्तो कुरा गरेको भनेको अब बिस्तारै आऊ चिप्लेला लड्ला भनेर भन्यो नि त अनि यसो लडिन्छ नि त अनि यति वर्ष बिस्तारै बिस्तारै यो पातहरूमा कस्तो चिप्लिन्छ क्या पातहरू एकदम चिप्लिन्छ हल्का मात्र हो त्यस्तो भएको छैन हामी त समात्छौँ के भयो भने तर छौँ हामी यता माथिबाट यता भविष्यवाणी पनि भइसकेको छ पुरै भविष्यवाणी गरिदिएर है को लड्यो के भयो भनेर जो सिटी हामीले भेटिसकेका छौँ यता तिमीलाई पीडा हुँदा मलाई पीडा हुन्छ तिमीलाई दुख्दा मलाई पनि दुख्छ मालिस चिन्तै नलिउ न यस्तो खतरा मालिस गरिदिन्छु म यस्तो खतरा मालिस गरिदिन्छु भाइले 200 रुपियाँ लिएर के मालिस गर्छ होइन त्योभन्दा डेन्जर मालिस गरिदिन्छु म मात्र 200 सो एकदम खतरनाक मसाजको आवश्यकता छ भने मलाई सम्पर्क गर्नु होला अरे लास्टमा टेलर रे के को सलुन फेरि लो माकुरी के भन्छ यो टेलर पो भन्छ यार अब यो भनेको यस्तै हो क्या जाँदा र आउँदामा धेरै फरक पर्छ गाइज सो यस्तै हो सो फाइनली हामी घुमेर पनि तलतिर झरिसकेका छौँ हाम्रो यहाँनिर विष्णुमती नदी रिभर जाने यहाँनिर तपाईँले हेर्नु सक्छ बोर्ड होइन अघि हामीले सुरुमा पनि देखिसकेको छौँ सो एकपल्ट फेरि हेर्नु होला होइन विष्णुद्वार जाने बाटो भनेर सर्ट एरो देखिदिएको छ होइन माथि गएपछि तपाईँहरूले ठ्याक्कै पुग्नुहुन्छ है सो अब हेर्नु न त्यहाँनिर यस्तै छ अब सो एकदम तपाईँहरू पनि होइन गर्लफ्रेन्ड छ गर्लफ्रेन्डलाई घुमाउनु पर्ने छ त्यसपछि अलिकति बजेटको कमी छ भने चाहिँ तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ एकदमै गजब रमाइलो ठाउँ रहेको छ सो तपाईँले मिनिमम तपाईँले बजेटमा चाहिँ यहाँनिर गर्लफ्रेन्डलाई खुसी बनाएर तपाईँले घर लिएर जानु सक्नुहुनेछ हो कि होइन लडेन भने चाहिँ एकदम खुसी होला लड्यो भने अलिक छुट्टै कुरो छ सो यहाँनिर 100 रुपियाँको टिकट पनि काट्नुपर्छ तपाईँहरू बाइकमा आउनु भने त्यहाँ माथिसम्म आउनुको लागि फेरि 150 रुपियाँ एक्स्ट्रा काट्नुपर्छ है गाइजहरू त्यही अरू कुरा भनेको त्यस्तै हो सो अब यस सन्दर्भमा तिमी अलिक खुसी भयो कि भएन आज रे नाच्दै रहेछ भनेपछि खुसी भएछ अरे लास्ट सो गाइजहरू मिनिमम खर्चमा घुम्नुहोस् विष्णुद्वार रिभर बुढा नीलकण्ठ हाइकिङ होइन के हो त्यस्तो हो नि होइन
यस घामैमा हामी फर्क्यौँ हौ। घामै फर्क्यौँ कस्तो अनि के अँध्यारो भएपछि फर्किनु पर्ने त के कुरा गरेको अब के हो मैले के रहेछ यस्तो जाँदा जाँदा अँध्यारो हुन्छ अहिले हो माई गड रिड्युसिङ ब्राइटनेस भनिरहेको रहेछ म चाहिँ के रहेछ भनेर एकदम हेरिरहेको थिएँ नोटिफिकेसन आएको रहेछ सो गाइज अब हामी चाहिँ एकदम रफ्तारको साथमा हामी तलतिर लच्किँदैछौँ फटाफट लच्केर हामी बाइकतिर पुग्छौँ बाइकबाट सर्र कुदेर घरतिर लाग्छौँ है त अरू भने त्यस्तै हो अरू के छ भन्नु तिमीलाई छैन सो हाम्रो गाइड के छ त इन्टरनेसनल गाइड हुनुहुन्छ हामीसित होइन अलिकति एकदम इन्टरनेसनल भएर चाहिँ अगाडि कुदिराख्नु भएको छ सो इन्टरनेसनल गाइडको पनि एकचोटि कुरा सुन्नु होला हाम्रो इन्टरनेसनल गाइड हुनुहुन्छ हाम्रो यस्तो गाइज है तपाईँलाई अब सस्तो 1000 रुपियाँमा तपाईँलाई डेटिङ सेटिङ आउनु छ भने गर्लफ्रेन्डलाई खुसी बनाउनु छ भने तपाईँलाई पनि अब खुसी हुनु छ भने एडभेन्चर गर्नु छ भने चाहिँ गाई यो विष्णुमा यो रिभर चाहिँ अनि यो हाम्रो हाइकिङ गर्ने ठाउँ चाहिँ एकदम सस्तो पनि नजिक पनि काठमाडौँबाट एकदम बेस्ट होइन एकदम बेस्ट छ बेस्ट सकेसम्म टिफिनमै खाजा भरेर लिएर आउनु होला ड्राई पिकनिक पनि मजाले हुन्छ कृपया फोहोर चाहिँ नगरिदिनुहोस् हामी यस्तो ज्ञानी हुनुपर्छ है सो हामीले चाहिँ सबै ब्यागमा हालेको छौँ यो ब्यागमा पुरै बोकिराखेको छौँ होइन हामीले खाएको चाहिँ खानाहरू चाहिँ त्यो सफा सुग्घर गरेर आउनुहोस् होइन रमाइलो गर्नुहोस् त्यही हो सो गाइजहरू अब हाम्रो यो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरेर नबिर्सिनु होला र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न झन् बिर्सिनु होला त्यसपछि त्यो साइडमा रहेको के अरे घन्टी क्या घन्टा चाहिँ ट्याङ 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 बजाउनु नबिर्सिनु होला है सो होइन यस्तै अब होइन यस्तै एडभेन्चर हाइकिङहरू अनि भ्लगहरू आउँदै गर्छ होइन आगामी दिनहरूमा र अरू पनि धेरै रमाइलो भ्लगहरू आउने हुन्छ है आउँदैछ आगामी कोल्याबमा आउँछ अझै सो हेर्नु होला है एकदमै रमाइलो हुनेछ सो स्वस्थ रहनुहोस् खुसी रहनुहोस् होइन अरू के हुन्छ ह्याप्पी रहनुहोस् कोरोनाबाट भाग्नुहोस् रे हो नेपाली हो पर्छ नेपाली हो पचाउनुपर्छ त्यसैले जङ्गल आउनुहोस् जङ्गल आएर घुम्नुहोस् रमाइलो लिनुहोस् मर लानु के छ र जिन्दगीमा बेसार पानी खानुहोस् बेसार पानी खानुहोस् कोरोना भगाउनुहोस् त्यही अरू कुरा भनेको त्यस्तो भेटौँला यति नै छ आजको हाम्रो यो भ्लगमा चाहिँ हामी यति मात्र छौँ अब हामीले यो क्यामेरा सम्हाल्नु सक्ने अवस्थै रहेन क्षमता पनि हराइसकेको छ यसो गरेर हातै दुइसक्यो के गर्नु गाइजहरू अब यस्तै छ गाह्रो छ होइन एनिवेज है त ल त बाई गाइजहरू ल बाई भनिदेऊ बाई बाई गाइज ल त धन्यवाद